लिनुहुन्छ। हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ। राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौँ, पछि हट्नेवाला छैनौँ। राज्यलाई अरबौं रुपैयाँ नोक्सानी पुर्याउनेहरूसँग साँठगाँठ गरेका छैनौँ। एनसेल प्रकरणमा राज्य ठगिँदा सडकमा उत्रियौँ, कुटाई खायौँ, अदालतमा मुद्दा हाल्यौँ, फाइल बोकी गल्ली गल्ली तपाईँको चार्यौँ, कार्यालय कार्यालय धायौँ। तर सुकिल्ला मुकिल्ला कपडा लगाएर 5 तारे होटलमा बसेर विज्ञ र विज्ञताको सर्टिफिकेट देखाउँदै राज्यलाई अरबौं रुपैयाँ कर छली गराउनेहरूसँग डिनर गर्न गएका छैनौँ। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदहरूको अभिव्यक्ति मैले सुनेको छु। तपाईँ 5 सिटे, तपाईँ 1 सिटे, तपाईँ 2 सिटे भन्दै सार्वभौम संसदको अपमान गर्ने काम भइरहेको छ। याद रहोस्, यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्थामा एकजना सांसदको महत्त्व पनि त्यति नै हुन्छ, बाँकी जति 274 जना सांसद छन्। त्यो भए हुनाले संसद सङ्ख्याले चल्ने होइन, विधिले चल्ने हो, संसद नीतिले चल्ने हो। संसदको सङ्ख्या महत्त्वपूर्ण केवल सरकार बनाउन, सरकार टिकाइराख्न, सत्ताको गोटी बन्न मात्र काम लाग्छ। सत्तापक्षका सांसदले भन्नुभएछ संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन, यो संसदीय अभ्यासमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ। त्यो संसदीय छानबिन समितिले संसदमा ल्याउने हो। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। यो प्रश्न सत्तापक्षका माननीय सांसदहरूलाई मलाई होइन सोध्ने, सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपिल गर्न चाहन्छु। म करछली र बजेटका सूचना चुहाट प्रकरण जस्ता ठुला काण्डमा महालेखाको प्रतिवेदनलाई लत्याउँदै चोख्याउने काम गर्यो, हामीले विरोध गर्यौँ। नेपालको प्रधानमन्त्रीले संसदको रोस्टममा